दर्शकवृन्द, आगामी वर्ष 2083 सालको दशैँमा नेपाली चलचित्रहरूको बक्स अफिसमा महाभिन्डान्त हुने भएको छ। विशेष गरेर आगामी वर्ष 2083 सालको दशैँमा तीन ठुला नेपाली नायकहरूको बक्स अफिसमा महाभिन्डान्त हुने देखिरहेको छ। एक्सन स्टार समीर भट्ट, सुपरस्टार नायक पल शाह, मेगा स्टार अनमोल केसी, यी तीनवटा नायकहरूको फिल्महरू आगामी वर्ष 2083 सालको दशैँमा एकसाथ प्रदर्शनमा आउने चर्चा भइरहेको छ। यी तीनवटा नायकहरूको फिल्महरू आगामी वर्ष 2083 सालको दशैँमा बक्स अफिसमा एकसाथ रिलिज भयो भने कसले मार्ला त बाजे? आज म यही कुराकै बारेमा परिचर्चा गर्न गइरहेको छु। भिडियोलाई पुर्याइदिनु होला। यदि हजुरले हाम्रो च्यानललाई सब्सक्राइब गरेको छैन भने सब्सक्राइब गर्न पनि नबिर्सनुहोला। दर्शकवृन्द, आगामी वर्ष 2083 सालको दशैँमा नेपाली चलचित्रहरूको बक्स अफिसमा महाभिन्डान्त हुने भएको छ। विशेष गरेर आगामी वर्ष 2083 सालको दशैँमा एक्सन स्टार समीर भट्टको चलचित्र 12 गाउँ 2 फिल्म र सुपरस्टार नायक पल शाहको चलचित्र आबाट आमा 2 फिल्म र मेगा स्टार अनमोल केसीको चलचित्र बाटुलो जुन, यी तीनवटा नायकहरूको फिल्महरू आगामी वर्ष 2083 सालको दशैँमा आउने चर्चा भइरहेको छ। यी तीनवटा नायकहरूको फिल्महरू आगामी वर्ष 2083 सालको दशैँमा एकसाथ बक्स अफिसमा प्रदर्शन भयो भने कसले बाजी मार्छ त्यो पनि फिल्महरू रिलिज भएपछि थाहा होला। तर भने यति बेला भने यी तीनवटा नायकहरूको फिल्महरू आगामी वर्ष 2083 सालको दशैँमा आउने चर्चा भइरहेको छ।